हेलो साथीहरू, म चाहिँ आज पिनास हुँदाखेरि चाहिँ हैन के खाँदाखेरि चाहिँ हाम्रो नाकहरू खुल्छ, कसरी यो नाकहरू खुलाउने भन्ने कुरामा चाहिँ यहाँ भन्न गइरहेको छु हैन। मैले चाहिँ के गरेँ भने मैले चाहिँ जमरा हुन्छ नि हाम्रो दसैँमा टिका लगाएर पछि राखेको जमरा हैन, त्यो जमरालाई चाहिँ मैले सुकाएर राखेको थिएँ। अनि त्यो जमरा चाहिँ चुरोटको हाम्रो हुन्छ नि त्यो चुरोटको चाहिँ सबै त्यो धुलो झारिदिने अनि त्यसमा चाहिँ जमरा सबै भरेर अनि खाएँ हैन। खाँदाखेरि चाहिँ एकदमै गाह्रो के, अब त्यो खाएर नि बानी छैन, एकदमै त्यो एउटा नाकबाट मात्रै बढी आउने एउटा नाकबाट नआउने हुन्छ नि, नाकहरू एकदमै टालिरहेको हुन्छ नि त। अनि त्यही भएर एकदमै गाह्रो हुन्छ, एकपट्टिबाट बढी आउँछ एकपट्टि कम हुन्छ। अनि छोरीले चाहिँ तान्नु भन्दा चाहिँ हातले हैन, अनि एकदमै गाह्रो भइरहेको थियो। अनि हामीले यो धुवा चाहिँ एकदम अड्किन्छ कि अड्केको जस्तो हुन्छ। तर यसो गर्दाखेरि पनि टाउकोहरू दुख्न चाहिँ अनि एकदमै कम हुँदो रहेछ हैन। जे भए पनि यसले नि अलि धेरै हेल्प चाहिँ गर्छ कि हाम्रो टाउकोहरू दुख्नबाट चाहिँ कम गर्छ। यताबाट आइरहेछ भनिरहेको छु हैन, एकदमै गाह्रो हुन्छ। त्यही भएर पिनास हुने साथीहरूले चाहिँ गर्नु होला, जमरा चुरोटमा हालेर खानी गर्नु होला।